Thank you, same to you. Today is ending, right? Easter festival. Today is last day. Today is last day Easter festival. No, tomorrow. Tomorrow last. Okay, okay, okay. Today holiday. Yeah. 3 days. Okay, okay. यहाँ चाहिँ इस्टर फेस्टिभल चलिरहेको छ अहिले चाहिँ जस्तै हाम्रो नेपालमा तिहार दसैँ तिहार हुन्छ नि त्यस्तो यहाँको चाहिँ इस्टर फेस्टिभल एकदमै मान्छन् यिनीहरू चाहिँ। हे गाइज व्हाट्स अप, नमस्ते सबैजनालाई। आज म रोमानियाको एउटा सुन्दर सहर घेर्लाको सडकमा हिँडिरहेको छु र अहिले म रुमबाट निस्केर घेर्लाको यो सुन्दर सडकमा छु हैन। आजको मौसम एकदमै फ्रेस र चिसो छ, यहाँको वातावरण इन्भाइरोमेन्ट एकदमै सफा र शान्त छ, चिसो हावा चलिरहेको छ। अहिले यहाँ इस्टर फेस्टिभल चलिरहेको हुँदा यहाँ बिदा पनि चलिरहेको छ, त्यसैले मार्केटहरू प्राय सबै बन्द छन्। त्यही भएर आई रियली लाइक हाउ क्लिन द इन्भाइरोमेन्ट हियर। यहाँका मान्छेहरूको लाइफ स्टाइल डिसिप्लिन देख्दा धेरै कुरा सिक्न सकिन्छ। तपाईँ वरिपरि पहाडले घेरिएको यो ठाउँ, स्वच्छ हावा चल्दै चराचुरुङ्गीहरूको आवाज पनि आइरहेको छ र हामीसँग हाम्रा मित्र रोशन हुनुहुन्छ होइन। उहाँ चाहिँ के अरे नामै तिम्रो यार दिमागमा आउँदैन मलाई त्यस्तो के चन्द अरे पुरान चन्द। मलाई नेपालमै छु जस्तो लागिरहेछ कि उहाँलाई चाहिँ यो इन्भाइरोमेन्ट देखेर यहाँको वातावरण देखेर चाहिँ नेपालमै छु जस्तो फिल भइरहेछ अरे। यस्तो साँच्चै नै भन्नुपर्दा हाम्रो ठ्याक्कै नेपालको त्यो दिपावलीको ढल्को आउँछ होइन यताको इन्भाइरोमेन्टहरू हेर्दाखेरि होइन। नेपालीको याद आउँछ। सो एकदम राम्रो छ ठाउँ, काठमाडौँ जस्तै छ नि, काठमाडौँ जस्तै पनि छ, अनि पोल्युसन छैन तर यहाँ एकदम। हेर्नुहोस् गाइज, यहाँ तपाईँ देख्न सक्नुहुन्छ पुरै कागहरूको गुणहरू छ होइन रुखमा, पुरै यस्तै छ क्या पुरै रुखहरूमा, प्रत्येक रुखमा प्रत्येक हाँगामा एउटा गुण छ। फाइनल्ली अहिले चाहिँ म पार्कमा पुगिसकेको छु। लुक एट दिस ग्रिनरी, आई फिल सो पिसफुल हियर। मलाई कोठामा बसिरहनु भन्दा यो यसरी प्रकृतिसँग समय बिताउन पाउँदा एकदमै खुसी लाग्छ होइन, मलाई निकै मनपर्छ। अनि यहाँ बच्चाले यहाँ प्लेग्राउन्ड पनि छ बच्चाहरूको लागि, अथवा ठुलो मान्छेले पनि एक्सर्साइजहरू गर्न सक्छन्। फ्री अफ कस्ट हो, फ्री हो यहाँ चाहिँ। यो पुलअप पुसअप अनि यहाँ तपाईँले अनेक किसिमका यस्ता एक्टिभिटिजहरू गर्न सक्नुहुन्छ, फिजिकल एक्टिभिटिजहरू गर्न सक्नुहुन्छ। अनि यो चाहिँ त्यहाँ फुटबल ग्राउन्ड पनि छ। Right, Easter festival. Today is last day. Today is last day Easter festival. Tomorrow last. Okay, okay. Today holiday. Yeah. Okay, okay. यहाँ चाहिँ इस्टर फेस्टिभल चलिरहेको छ अहिले चाहिँ। जस्तै हाम्रो नेपालमा तिहार दसैँ तिहार हुन्छ नि त्यस्तो यहाँको चाहिँ इस्टर फेस्टिभल एकदमै मान्छन् यिनीहरू चाहिँ।